हामी मधेसतिरबाट आएर पावर बाँड्दैछौँ। पावर नै धेरै छ। जोशीको छोरा हो यत्रो बर भइसक्यो अरे यही मात्रै कि अर्को छ यही मात्रै हो हजुर अब त नातिन गएर जोर भइसक्यो भयो रमाइलो हो त रमाइलो देखाएको छु बसको छोरी माथि बसो नाति बसो ल छेमाको घर पाहुना हुन आएको कुखुरा उठाउनु पर्यो। कुखुरा ढलो भात पाइँदैछ। यो कुरा यही घरको किसिममा कहाँबाट परबाट माइत आएर च्याउ के चाहिँ हो यो नाम घरलेउ यही फुपूले टिपेको होला यो च्याउ बिहाको लागि रोक्सी पनि रेडी भयो। यो सबै ढोलको रोक्सी हो। आएको त माछा पनि खान पाइने भयो। ल ल ल ल असल माछा यहाँ निस्ती खोलाको माछा। यहाँ दुईजनाले सुत्छु मात्रै गर्छु है महँगो बस्छ खाबे कहिले छोरा होइन माछा मिठो असल माछा भयो बन्द गर जानु त यसको बेलुन छ बेलुन यसलाई पनि काट्नु यसलाई नि रेकर्ड गरेर बलक लजाउने भाइको भिडियो गरिदिन्छ हजुर मलाई राजीमा दिउँसै हो दिउँसो के हो फेरि अस्ति फेरि कति अमाले घर यतातिरको सल्लाह त्यस्तै खाइदिएको सिस्नो सिस्नो हरियो हरियो पर्यो सिस्नो है मजा खाने बाबु हामी जन्मेको घर
सिस्नो गाइस सिस्नो। हामी हुर्केको गाउँठाउँ हामी खेलेको हामी हुर्केको जन्मेको हुर्केको खेलेको यहाँ पुरै पार्टीको जङ्गल थियो यहाँ बाटोभरि यस्तो भयो। लाता मेरो भिडियो गर्दै ल हामी यहाँ खेलेको नभए त यो त फोटो अनि यता बिचमा हजुर लिनु छ प्याक मैले त 24 घण्टामा आन्टीले चाहिँ बिल खोज्ने घर यति चल्दैन आन्टीको त आन्टी आज चटपट खानु चाहिँ रात यस्तो मिठो बनाउँछु मैले टक्क लक्क मक्क आन्टी चाहिँ हाल्बिन हामी हिँडे गर न मलाई भयो र त्यसो काम छैन। तल खोलामा Do you